पाइथनको बारेमा अलिकति कुरा गरौँ। व्हाट इज पाइथन होइन, यसको के फिचर्स के हो, हाउ इट्स वर्क्स, कोर कम्पोनेन्ट्सहरू के हो, पपुलर लाइब्रेरिज एन्ड फ्रेमवर्क्सहरू के हो, अनि पाइथन कहाँ युज हुन्छ, पाइथनको भर्जन के हो अहिलेको, र यसको स्ट्रेन्थ र विकनेस के हो भन्ने कुरा गरौँ। पाइथन इज हाई लेभल इन्टरप्रेटेड जेनरल पर्पज प्रोग्रामिङ ल्याङ्ग्वेज हो होइन। मैले इन्टरप्रेटेड भने यो भनेको चाहिँ अब प्रोग्रामिङ ल्याङ्ग्वेज दुई तरिकाको हुन्छ, कम्पाइल्ड र मेनली कम्पाइल्ड र इन्टरप्रेटेड हुन्छ होइन। यो चाहिँ कम्पाइल्ड इन्टरप्रेटेड ल्याङ्ग्वेज हो र इट वाज क्रिएटेड बाई गुडियो भ्यान रोसम होइन। उसले चाहिँ गुडियो भ्यान रोसम भन्ने व्यक्तिले चाहिँ यो 1991मा चाहिँ रिलिज गरेको हो। र पाइथनको मेन राम्रो पार्ट भनेको चाहिँ कोडको रिडेबिलिटी हो होइन। एकदमै अब लाइक इङ्ग्लिस जस्तो मैले त कता पनि लेखेको थिएँ होइन, पढ्न सजिलो छ, रिड गर्न सजिलो छ, सिम्पल छ र त्यो बाहेक एक्सप्रेसिभ पनि छ यो एकदमै होइन। ठुलो ठुलो कुराहरू सजिलो तरिकाले गर्न सकिन्छ र यसको फ्रेमवर्क होइन, कन्सेप्टहरू चाहिँ अब यो चाहिँ फङ्सन क्लास ओपी भएर होइन, अब्जेक्ट ओरिएन्टेड भएर यो चाहिँ क्लास र फङ्सन होइन एज अब्जेक्टहरूमा काम गर्छ र होइन म्याप फिल्टर ल्याम्डाहरू जस्तो फङ्सनहरू युज हुन्छ। र यसमा चाहिँ एक्सप्लिसिट कमान्ड्सहरू जस्तै फर इफ होइन वाइलहरू यस्तो चाहिँ अरू ल्याङ्ग्वेजसँग फ्यामिलियर कुराहरू चाहिँ पाइथनमा पनि गर्न सकिन्छ। अघि पनि कुरा गरेँ क्लिन सिन्ट्याक्स प्रोग्रामिङ ल्याङ्ग्वेज भनेर चिनिन्छ होइन। यो पाइथनले चाहिँ ठुल्ठुलो कम्पनीहरू लाइक गुगल भयो, युट्युब भयो, फेसबुक भयो होइन, यिनी नासा पनि इभन होइन पाइथनले चाहिँ पावर्स नासा, फेसबुक, गुगलहरू होइन। र यस्तो ठुल्ठुलो कम्पनीहरूले पनि पाइथन युज गरिरहेछन्। पाइथनले मात्र त अब कुनै पनि एउटा अर्गनाइजेसनको एप्लिकेसन सफ्टवेयर बिल्ड गर्न त सकिँदैन, अरू पनि ल्याङ्ग्वेजहरू कम्बाइन गर्नुपर्छ होइन। कस्टमरको निड्स अनुसार चाहिँ अरू ल्याङ्ग्वेजहरूसँग कम्बिनेसन गरेर चाहिँ युज गरिन्छ। यसको की फिचर्स भनेको सबै अघि आइसक्यो होइन, अलिकति स्किप गर्छु म यहाँ है। रिडेबल छ, इन्टरप्रेटेड ल्याङ्ग्वेज हो, एक्जिक्युटेड बाई लाइन बाई लाइन होइन बाई पाइथन इन्टरप्रेटर, जुन चाहिँ हामी नेक्स्ट भिडियोमा इन्स्टल गर्छौँ। र यो चाहिँ डाइनामिकल्ली टाइप्ड हो, नो निड टु डिक्लेयर होइन डेटा टाइप्स एक्सप्लिसिटली भन्नाले यो चाहिँ कस्तो हुन्छ भने अरू ल्याङ्ग्वेजमा चाहिँ जस्तै इन्टिजर ए इक्वल्स टु 10 भनेर भेरिएबल डिफाइन गरिन्छ, तर पाइथनमा चाहिँ ए इक्वल्स टु 10 भनेर डिफाइन गरिन्छ। यो पाइथनले आफै बुझ्छ कि यो ए भनेको चाहिँ यसको भ्यालु हेरेर होइन, यो 10 भन्ने इन्टिजर हो भनेपछि ए चाहिँ इन्टिजर रहेछ भनेर उसले आफै बुझ्छ। र यसलाई भरे ए इक्वल्स टु समथिङमा होइन हाम्रो चाहिँ यसरी स्ट्रिङमा पनि चेन्ज गर्नु मिल्छ, जुन चाहिँ अरू ल्याङ्ग्वेजमा त्यति पोसिबल हुँदैन। हाई लेभल हो होइन, अघि कुरा गऱ्यो। पोर्टेबल छ, विन्डोमा प्रोग्राम लेखेर म्याकमा लाइनक्समा रन गर्न सकिन्छ। अनि एक्सटेन्सिभ स्ट्यान्डर्ड लाइब्रेरीहरू छ, फाइलको इनपुट आउटपुट भयो, म्याथको लाइब्रेरीहरू भयो, वेब डेटाबेस होइन, एआई सबै कुराहरू चाहिँ यसको लाइब्रेरीहरू इन्क्लुड भएको छ। र यो मेन भनेको ओपन सोर्स हो, फ्रीली एभाइलेबल छ होइन। इकोसिस्टम पनि लार्ज छ, 1000 अफ लाइब्रेरी छ, पान्डा नम्पाईहरू पपुलर यिनीहरू छन्। र कसरी काम गर्छ भन्दाखेरि फर्स्ट भनेको हामीले पाइथनको कोड चाहिँ हामीले लेख्छौँ .py फाइलमा होइन, जुन चाहिँ आइडिएहरूमा लेखिन्छ। हाम्रो चाहिँ यो यहाँनिर कोड लेखेको हुन्छ है। र हामीले लेखेको यो कोड चाहिँ अब के हुन्छ भन्दाखेरि सोर्स कोड्स भनिन्छ, जुनलाई यो इन्टरप्रिटर जुन हामी नेक्स्ट भिडियोमा इन्स्टल गर्छौँ, जुन चाहिँ सिपी पाइथन पाई एसेक्ट्रा हुन्छ होइन। मेनली युज भनेको यो सिपी पाइथन हो। पाईले पनि इन्टरप्रेट गर्छ, बट वर्ल्ड वाइड बढी युज हुने भनेको सिपी पाइथन हो, जुन py.org python.org-मा चाहिँ org-बाट चाहिँ हामीले डाउनलोड गर्न सक्छौँ। र नेक्स्ट भिडियोमा हामी डाउनलोड गर्छौँ। इफ तपाईँहरूले अलरेडी डाउनलोड गर्नु भएको छ भने यो चाहिँ डाउनलोड गर्नु पर्दैन। र पाइथन चाहिँ डजन्ट कम्पाइल सोर्स कोड होइन, यो चाहिँ इन्टरप्रेटेड ल्याङ्ग्वेज भएकोले सी प्लस प्लस जस्तो चाहिँ कम्पाइल हुँदैन, यो चाहिँ इन्टरप्रेट हुन्छ।
कसरी काम गर्छ भन्दाखेरि हामीले लेखेको सोर्स कोड चाहिँ अब यो इन्टरप्रिटर जुन छ होइन तपाईँहरूले इन्स्टल गरेको अथवा नेक्स्ट भिडियोमा इन्स्टल गर्ने इन्टरप्रिटरले चाहिँ त्यो सोर्स कोडलाई चाहिँ बाइट कोडमा चेन्ज गर्छ है, बाइट कोडमा 0 र 1 को कोडमा चेन्ज गर्छ होइन। र जुन चाहिँ .pyc फाइल्समा चाहिँ एउटा क्याशको रूपमा स्टोर हुन्छ र त्यो बाइट कोडलाई चाहिँ एक्जिक्युट गर्छ कसले भन्दाखेरि PVMले गर्छ है, पाइथन भर्चुअल मेसिन। PVMले चाहिँ यहाँ भने इन्डाइरेक्टली रन गर्छ प्रोसेसरले। C++हरूमा चाहिँ कम्पाइल भइसकेपछि प्रोसेसरले चाहिँ डाइरेक्टली रन गर्छ र रन गर्नुभन्दा अगाडि चाहिँ त्यो तपाईँको सोर्स कोडमा चाहिँ के लाइब्रेरीहरू पाइथनको युज भएको छ तिनीहरूले चाहिँ इम्पोर्ट गरेर अनि रन गर्छ र तपाईँको स्क्रिनमा चाहिँ रिजल्ट आउँछ है, रन टाइम एक्जिक्युसन हुन्छ। अब पाइथनको कोर कम्पोनेन्ट्सहरू के हो त भन्दाखेरि मेन भनेको भेरिएबल भयो, डेटा टाइप्सहरू भयो, अनि कन्ट्रोल फ्लो भयो, हामीले इफ, एलिफ, मल्टिपल इफ यस्तो चाहिँ स्टेटमेन्टहरू चाहिँ युज गरेर हाम्रो प्रोग्रामको फ्लोहरूलाई चाहिँ कन्ट्रोल गर्न सक्छौँ। र फङ्सन युज हुन्छ है, पछि हामी कुरा गर्छौँ। फङ्सन युज हुन्छ, ओओपी युज हुन्छ, क्लासेस एन्ड अब्जेक्ट युज हुन्छ ओओपी ल्याङ्ग्वेज भएको हुनाले होइन। क्लासको बारेमा चाहिँ पछि म डिटेल्समा कुरा गर्छु फङ्सन पछाडि। र पपुलर लाइब्रेरी भनेको चाहिँ नम्पाई, पान्डास होइन। अब पान्डाहरू भनेको CSP को लागि युज हुन्छ, मेनली डेटाको लागि। नम्पाई भनेको अब होइन नम्बर्सहरूको लागि भयो। म्याटप्लट लाइब्रेरी भनेको चाहिँ जस्तै ग्राफ हेरिङ होइन ड्यासबोर्डहरूको लागि युज हुन्छ यो। अनि C1हरू भयो यस्तो छन्। मेसिन लर्निङको लागि चाहिँ मोस्टली चाहिँ टेन्सर फ्लो भयो, पाइटर्चहरू होइन। वेब डेभलपमेन्टको लागि डिजाइनको फेमस छ, फ्ल्याक्स होइन, फास्ट एपिआईहरू युज हुन्छ। अटोमेसनको लागि यिनीहरू युज हुन्छ। गेम डेभलपमेन्टको लागि पाइगेम होइन। हामी मेन फोकस गर्छौँ टिके इन्टर जुन चाहिँ GUI को लाइब्रेरी हो। पाइक्युटी पनि छ होइन, तर टिके इन्टरै बढी युज हुन्छ, त्यही भएर टिके इन्टरलाई फोकस गरौँ। र इफ तपाईँहरू नेटवर्किङको चाहिँ अलिकति भास्ट नलेज छ भने नेटवर्किङको अब रिक्वेस्टहरू ह्यान्डल गर्ने सकेटको भयो होइन, नेटवर्क अटोमेसन होइन, SDNहरूको मा चाहिँ काम पाइथन कोडहरूले काम गर्न सक्छौँ। र इफ तपाईँहरू पछि गएर साइबर सेक्युरिटीमा इन्ट्रेस्ट छ र स्टडी गर्नुहुन्छ भने अभियसली नेटवर्किङ पढ्नुपर्छ र त्यतिखेर चाहिँ पाइथन युज गरेर हामीले हाम्रो ट्याग्सहरू जस्तै अब अहिले डिटेल्समा नजाउँ। मानौँ हामीले nmap युज गरेर चाहिँ IP को पोर्टहरू सर्च गऱ्यौँ है, पोर्ट 1 बाट मानौँ 10,000 पोर्टसम्म चाहिँ कुन खुल्ला छ छैन भनेर सर्च गऱ्यौँ होइन। त्यसलाई चाहिँ अब जस्तै कुनै हामीले फाइलमा स्टोर गरेर केही अब त्यहाँबाट केही फिल्टर गरेर जुन अटोमेट गरिन्छ त्यतिखेर चाहिँ हामीले पाइथन युज गर्न सक्छौँ होइन। सेम कुरा छ। अब वेयर पाइथन इज युज भन्दाखेरि अघि पनि भने वेब डेभलपमेन्ट, डेटा साइन्स, स्क्रिप्टिङ, अटोमेसन, डेभअप्सहरू भयो, गेम डेभलपमेन्ट, IoT भयो, डेस्कटप GUI एप्लिकेसन होइन। पाइथनको भर्जन 3.13+ छ है। पाइथन 2 चाहिँ अब नर्मल्ली युज हुँदैन अहिले, पाइथन 3 मा इम्प्रुभमेन्ट भएर चाहिँ पाइथन 3 युज हुन्छ है। अब यसको स्ट्रेन्थ र विकनेसको बारेमा कुरा गरौँ होइन। पाइथन चाहिँ रिडेबल छ, मेन्टेनेबल छ, कोडहरूको एरर पत्ता लगाउन सजिलो छ, कम्युनिटी पनि यसको ठुलो छ होइन, इकोसिस्टम ठुलो छ, डकुमेन्टेसन छ py.org मा, इच एन्ड एभ्री लाइब्रेरीको बारेमा डिस्क्रिप्सन त्यहाँ दिएको छ है। अनि अर्को क्रस प्लेटफर्म युज हुन्छ, अघि भने म्याकमा युज गरेर लिनक्समा रन गर्न मिल्यो, लिनक्समा राइट गरेर विन्डोमा रन गर्न मिल्यो। र अर्को विकनेसको कुरा गर्दा चाहिँ स्लर देन C एन्ड C++ छ, किनभने यो चाहिँ इन्टरप्रेटेड ल्याङ्ग्वेज भएको भएर अलिकति यो बाइट कोडमा चेन्ज गर्ने प्रोसेस चाहिँ एउटा एड हुन्छ, त्यही भएर अलिकति स्लो छ। बट त्यस्तो धेरै स्लो चाहिँ छैन। र जुनमा चाहिँ एकदम जुन एप्लिकेसनमा चाहिँ एकदम स्पिडलाई चाहिँ प्रायोरिटी दिइन्छ त्यो कुराहरू चाहिँ अहिले पनि C र जाभाहरूमै लेखिन्छ
हैन, जाभा सी दुइटै कम्पाइल्ड ल्याङ्ग्वेज भएर। अनि मोबाइलहरूको लागि जाभा कोटलिन स्विफ्ट भयो हैन, यस्तो ल्याङ्ग्वेजहरू छ। त्यो भएर पाइथन चाहिँ त्यस्तो वाइडली युज भएको छैन। अनि थ्रेडिङ लिमिटेसन ड्यु टु जिआइएल हैन, ग्लोबल इन्टरप्रेटर लक हैन, पाइथनमा एउटै टाइममा चाहिँ मल्टिपल थ्रेड्स चलाउन गाह्रो भएको भएर जिआइएलले चाहिँ एकैपटक एउटा मात्र थ्रेडलाई एक्जिक्युट गर्छ र यो मल्टिपल थ्रेड पर्फर्मेन्समा चाहिँ यसले अलिकति इन्टरफेयर गर्छ भन्ने कुरा हो यो है। र अब अघि पनि मैले कुरा गरेँ, पाइथन इन्टरप्रेटेड ल्याङ्ग्वेज हो, सीले चाहिँ सिपियूबाट डाइरेक्टली रन गर्छ। पाइथन चाहिँ कोड चाहिँ बाइट कोडमा चेन्ज भएर इन्टरप्रेट भएर अनि इन्डाइरेक्टली सिपियूले रन गर्छ। बट सीमा चाहिँ कम्पाइल हुन्छ र सिपियूले डाइरेक्टली रन गर्छ है, त्यो डिफरेन्स छ है। नेक्स्ट भिडियोमा चाहिँ हामी पाइथनको इन्स्टलेसन र पाइथनको जुन आइडिई हो हैन, हाम्रो कोड एडिटर हो, त्यो चाहिँ इन्स्टल गर्छौँ। र किन मैले पाइथन चाहिँ सजेस्ट गरेँ भन्दाखेरि यसको कम्युनिटी ठुलो छ र भोलिको दिनमा तपाईँहरू पाइथन डेभलपर बन्न चाहनुहुन्छ भने पाइथन चाहिँ बेस्ट हुन्छ।